धेरै दर्शकहरूले मलाई सोध्नु भएको प्रश्नहरूमध्ये एउटा साझा प्रश्न के रहेको छ भने फिल्डमा चाहिँ बाटो छ तर नापी नक्सामा हेर्दा उक्त बाटो देखिएको छैन भने त्यस्तो जग्गा किन्न मिल्छ कि मिल्दैन भन्ने विषयसँग सम्बन्धित रही मलाई एकजना दर्शकले सोध्नु भएको प्रश्न के रहेको थियो भने उहाँले चाहिँ प्लानिङमा कुनै जग्गा हेर्नुभएको थियो अरे र उक्त जग्गामा जाने बाटो चाहिँ छ तर नक्सामा हेर्दा उक्त बाटो चाहिँ देखिएको छैन। यदि ओडाले चाहिँ लिखित रूपमा सिफारिस दियो भने त्यो जग्गा चाहिँ किन्न चाहिँ कुनै पनि समस्या हुँदैन भनेर उहाँले सुन्नुभएको रहेछ भने उहाँले चाहिँ त्यस्तो जग्गा किन्न सुरक्षित हुन्छ कि हुँदैन भनेर मलाई प्रश्न सोध्नु भएको थियो र यसै विषयवस्तुसँग आधारित रही मैले यो भिडियो बनाएको छु। कृपया यो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। फिल्डमा चाहिँ बाटो देखिएको छ तर नापी कार्यालयको आधिकारिक नक्सा वा अभिलेखमा चाहिँ बाटो देखिएको छैन भने त्यस्तो जग्गा किन्नु अघि राम्रोसँग सोच विचार गरेर त्यो जग्गाबारे विस्तृत रूपमा बुझ्नु आवश्यक हुन्छ। सबैभन्दा पहिला सम्बन्धित नापी कार्यालयमा गएर हालसाबिक भएको छ कि छैन र नयाँ अभिलेखमा बाटो कायम भएको छ कि छैन भन्ने कुरा बुझ्नुहोस्। नेपालमा जग्गाको सिमाना बाटो र नक्सा सम्बन्धी विषय सम्बन्धित नापी कार्यालयको अभिलेखबाट र स्वामित्व श्रेष्ठता र कानुनी अवस्था सम्बन्धी विषय भूमि प्रशासन कार्यालय अर्थात् साबिक मालपोत कार्यालयको अभिलेखबाट पुष्टि गरिन्छ। वडा कार्यालयले स्थानीय अवस्थाको आधारमा सिफारिस गर्न चाहिँ सक्छ तर नापी कार्यालयको अभिलेख संशोधन गर्ने र नयाँ सार्वजनिक बाटो कायम गर्ने अधिकार चाहिँ वडा कार्यालयको अधिकारभित्र पर्दैन। त्यसैले जग्गा किन्नु पूर्व मैले भने बमोजिम निम्न देखाएका कुराहरू जाँच गर्नुहोस्। ती कुराहरू चाहिँ निम्न प्रकारका छन्। पहिलो नम्बरमा रहेको छ नापी कार्यालयबाट आधिकारिक नक्सा र आवश्यक परे हालसाबिक भएको छ कि छैन त्यो कुरा स्पष्ट रूपमा बुझ्नुहोस्। त्यसै गरी दोस्रो नम्बरमा रहेको छ भूमि प्रशासन कार्यालयबाट त्यो जग्गासँग सम्बन्धित स्वामित्व श्रेष्ठता र रोक्का अथवा विवाद भएको छ कि छैन त्यो कुरा पनि स्पष्ट रूपमा बुझ्नुहोस्। त्यसै गरी अर्को नम्बरमा रहेको छ यदि प्लटिङ गरिएको जग्गा छ भने प्लटिङ स्वीकृति लेआउट प्लान र बाटोको पहुँचसँग सम्बन्धित अन्य कागजातहरू पनि हेर्न सक्नुहुन्छ। त्यसैले मेरो अन्तिम र नितान्त व्यक्तिगत सुझाव के रहेको छ भने जग्गा किन्नु पूर्व वडाको सिफारिसको भरमा मात्र होइन नापी कार्यालय र भूमि प्रशासन कार्यालयसँग सम्बन्धित आधिकारिक अभिलेखहरू राम्रोसँग जाँच गरेर मात्र निर्णय लिनुहोस्। किनभने फिल्डमा बाटो हुनु र सरकारी अभिलेखमा बाटो कायम हुनु एउटै कुरा नहुन सक्छ। त्यसैले तपाईहरूलाई घर जग्गा तथा रियल इस्टेटसँग सम्बन्धित कानुनी अपडेट तथा इन्फर्मेटिभ भिडियोको लागि मेरो यस एकाउन्टलाई फलो गरिदिनु होला र घर जग्गा खरिद बिक्री तथा भाडाका लागि नेपाल निवास एप पनि डाउनलोड गर्न सक्नुहुन्छ। र हजुरहरूलाई कुनै पनि किसिमका जिज्ञासा प्रश्नहरू छन् भने मलाई कमेन्ट गर्नु होला। हजुरहरूलाई कमेन्ट मार्फत अथवा भिडियो मार्फतै मैले हजुरहरूलाई उक्त प्रश्नहरूको चाहिँ उत्तर दिने प्रयास गर्दछु। धन्यवाद।